हाई गाइज, आज चाहिँ होइन बिहान बिहान मैले मेरो बहिनीको इन्स्टाग्राम हेरेको अनि उसले चाहिँ चिया दुनोट खाइरहेको रहेछ। त्यसपछि त मलाई यस्तो खानु मन लाग्यो नि, जुरुक्क उठेँ अनि आएर अनि मसँग इस्ट छ कि छैन भनेर चेक गरेँ, रहेछ। एन्ड देन आई स्टार्टेड मेकिङ दुनोट। सो त्यसको लागि चाहिँ मैले फर्स्टमा बटर अनि मिल्कलाई हल्का तताएँ, मनतातो भएपछि त्यसलाई मिक्स गरेँ। त्यसमा अन्डा अनि इस्ट पनि राखेर मिक्स गरेँ। अनि त्यसपछि चाहिँ बेकिङ पाउडर अनि पछि चिनी अनि नुन राखेर फेरि मिक्स गरेँ। अनि त्यसलाई चाहिँ त्यो मिक्सलाई चाहिँ मैले 15 मिनट्स जस्तो यत्तिकै राख्न छोडिदिएँ। सो 15 मिनट्स पछि चाहिँ यो हेर्न सक्नुहुन्छ, यस्तो भएको छ। त्यो द्याट मिन्स कि इस्टले चाहिँ काम गरेको छ होइन। अनि 15 मिनट्स भएपछि चाहिँ आई पुट मैदा फ्लोर युज गरेँ। त्यसमा चाहिँ 3 कप्स र अलिकति जस्तो चाहिँ मेरो मैदा लागेको थियो। एन्ड देन आई स्टार्टेड मिक्सिङ इट टुगेदर। मिक्स गरेँ। यस्तो कहिले कहिले कस्तो हुन्छ भन्दा यस्तो खान मन लाग्छ नि त। अनि अब आज सन्डे होइन, मार्केट गएर खाने भन्ने पनि हुँदैन, आज सबै बन्द हुन्छ। अनि प्लस नेपालको जस्तो दुनोट चाहिँ मैले पाउँदिनँ कि। सो आई वाज लाइक आई विल मेक इट टुडे। अनि त्यसपछि त्यो मैदा मिक्स गराएपछि मैले थोरै तेल पनि हालिदिएँ, सो स्टिकी नहोस् भनेर होइन। अनि यो वाला मिक्सरलाई चाहिँ 2 आवर्स जस्तो चाहिँ मैले यत्तिकै प्लास्टिक फोइलले छोपेर छोडिदिएँ। अनि 2 आवर्स पछि चाहिँ त्यो यस्तो भइसकेको, रेडी भइसकेको थियो। लगभग डबल साइज जस्तो भएको थियो कि, त्यस्तै हुनु पनि पर्छ होइन दुनोटको लागि। अनि देन आई स्टार्टेड मेकिङ अ रोल। यसमा चाहिँ आफैले मैले चाहिँ त्यस्तो केही युज गरिनँ, हातैले नै गोलो बनाएँ होइन। त्यसपछि राम्रो हुँदैछ। अनि त्यो बनाएर अलिकति चाहिँ ठक्क रेडी गरेर राखेँ साइडमा। त्यसपछि चाहिँ मैले तेल तताएँ अनि तेलमा अघि बनाएको रोल्सहरू हालेँ। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ कस्तो राम्रो भएको थियो नि, यति राम्रोसँग बन्यो नि यो दुनोट, यस्तो यमी भयो। त्यसपछि चाहिँ मैले चियासँग तातो दुनोट खाएँ। अरू पनि यो रेसिपी फलो गरेर तातो दुनोट बनाएर खानु होला। थ्याङ्क यू फर वाचिङ गाइज।